आज हामी चितवनको सौरा घुम्न आइरहेको छौँ है। जङ्गल सफारी जान लाग्छौँ हामी। सररररर चिसो हावा खाँदै जिपमा जाँदैछौँ हामी सबैजना रमाइलो गर्दै गर्दै जङ्गलतिर छिर्दैछौँ हामी। कस्तो राम्रो डुकुको बनाएर राखेको भयो, जरायो रहेछ नि त यहाँ। साइक्लिङ पनि आउँदो रहेछ। वाउ मयूर पर गइरहेछ। ल गइदेखि हामीले हात्तीले घुमाउने जङ्गल अर्को रहेछ, यो जङ्गल चाहिँ अर्को रहेछ नि त। रमाइलो चिसो हावा खाँदै जान्छ, रमाइलो हुँदैछ। घामले चाहिँ पोल्ने, तर हावा चल्दा चाहिँ चिसो न चिसो। त्यहाँ राइनो रहेछ नि त। यहाँ फोटो खिच्ने ठाउँहरू रहेछ नि त। पानी खेल्ने ठाउँहरू रहेछ। एकछिन रमाइलो गरेर अनि जानुपर्छ क्या। अनि बाघको बच्चा पनि हेर्नु जाने भन्ने कुरा छ। अब बाघको बच्चा नि हेर्नु जानुपर्छ हामी। कस्तो राम्रो राम्रो ठाउँ क्या फोटो खिच्नलाई। ल सक्यो जङ्गल सफारी चाहिँ। अब बाघको बच्चा हेर्नु जानु लाग्यो हामी। यहाँ चाहिँ बाघको बच्चा छ। सेतो बाघ छ अरे भनेर सुनेको छु है। सेतो र रातो दुईवटा छ भन्ने सुनेको छु। हेरौँ के रहेछ हेरौँ ल। अलिक हिँडेर जानुपर्ने रहेछ। रमाइलो हावा चल्दो रहेछ। रमाइलो त रमाइलो। त्यहाँ माथि रहेछ क्या बाघ चाहिँ। यहाँ माथि चढेर अनि हेर्नुपर्ने रहेछ बाघलाई। भित्र लु टाउको चाहिँ छैन। अब फेरि हामी 20,000 ताल हेर्न आएँ यता। बाघको बच्चा हेरेपछि त्यहीँनिर रहेछ नि त 20,000 ताल। अब 20,000 तालमा अलिकति यसो फोटोसोटो खिच्नु पऱ्यो, भिडियो सिडियो बनाउनु पऱ्यो, रमाइलो गर्नु पऱ्यो, अनि घरतिर फर्किने। लु रमाइलो भयो।